जय नेपाल। साथीहरू, आज एउटा छोटो अपिल लिएर तपाईहरूको बीचमा आएको छु। मलाई विश्वास छ साथीहरूले यसलाई आत्मसात गर्नुहुनेछ। निर्वाचनको समयमा मतको खरिद, पैसाको प्रयोग, रक्सी मासुको प्रभाव, बल र धम्की प्रयोग गर्ने प्रवृत्तिहरूले हाम्रो राजनीतिक मूल्य र आदर्शलाई ठूलो चुनौती दिइरहेका छन्, जसले गर्दा समाजमा भ्रष्टाचार बढिरहेको छ र लोकतन्त्र कमजोर बनिरहेको छ। यसैले राजनीतिलाई फरक तरिकाले परिभाषित गर्न आवश्यक भएको छ। राजनीति केवल सत्ता जित्ने माध्यम मात्रै होइन। राजनीति जनताको सेवा, लोकतन्त्रको रक्षा र समाजमा न्याय र समानता स्थापना गर्ने साधन हो। यदि हामीले अनैतिक तरिकाबाट शक्ति र जनमत प्राप्त गर्ने कोसिस गर्छौं भने हामीले डरलाग्दो गरी आगामी पुस्ताको भविष्य पनि बिगारिरहेका हुन्छौं। यसै कारण म सबै राजनीतिक दल, उम्मेदवार र सबै पार्टीका सदस्य साथीहरूलाई अपिल गर्छु, निर्वाचनमा डर, धम्की, पैसा वा अन्य गलत प्रवृत्तिको प्रयोग नगरौं। यसो गर्नु भनेको जनतालाई धोका दिनु हो। जनतालाई धोका होइन, भरोसा दिने अभियानमा लागौं। जनताको हित, समाजको भरोसा र लोकतन्त्रको सम्मान हामी सबैको साझा लक्ष्य हुनुपर्छ। यही मूल्यमा आधारित भएर अघि बढौं। यही बाटोबाट मात्रै हाम्रो लोकतन्त्र बलियो हुन्छ, भ्रष्टाचारको नियन्त्रण हुन्छ र सुशासन स्थापित भई समृद्ध नेपालको स्थापना हुन्छ। भोट फर बेटर नेपाल, भोट फर चेन्ज। हस्त धन्यवाद। जय नेपाल।